मम्मीलाई गिफ्ट है अब दिउँ मम्मीलाई मेरो मम्मीले दिने हो है मम्मी के छ के हो यो के होला भोलि बर्थडे इभको आज बर्थडे इभ हैन कार्तिक 24 गते यसित लिएर 4वटा गिफ्ट हो आज बर्थडे इभ भनेर गाइज यो के हो यो मलाई के लाग्छ यो अदुवा छिल्ने हो हेर्नु न पुरै हेर्नु न गाइज मेरो पैसा जति सहारा गराइदियो यसले मसले रहछन् के हो यो वाउ राम्रो कामको चिज यसलाई पनि किचनसँग लगाउँछु खाली मलाई किचनको कुरा गिफ्ट दिन्छ ए यो यस्तो होला हो सब गर्ने के गर्ने हो यो यसमा तपाईले प्याज राख्नु भयो हैन अब है अब यता प्याज राख्नु भयो अनि अब त्यो भित्र हाल्नु त त्यो भित्र हाल्नु है अनि अब त्यो तान्नु त है तान्ने जस्तै त्यो अब यसले यस्तो गर्यो भने अनि यस्तो गर्यो भने प्याज गर्यो त्यो राम्ररी जोड्नु पर्छ कि अहिले त्यही भएर अनि त्यसरी प्याज काटिन्छ टमाटर काट्नु मन लाग्यो भने नि काट्नु मिल्छ जे काट्नु मन लाग्यो नि मिल्छ कि त्यसमा हो र ए यस्तो हो त्यस्तै हो अनि यसको काम के हो यो फेरि के यसको यो चाहिँ त्यहाँ जोड्ने हो त्यो अहिले म तपाईँलाई देखाउँछु अनि यही हो अनि यो यहाँ यो त्यो त अब त्यो त यत्तिकै दियो ए यसको प्राइस 670 गाइज 670 अनि मलाई सबैभन्दा मलाई मन परेको यो हो एकदम क्युट छ नङ किनकि म एकदम फेक नङको सोखिङ छु त्यही भएर यहाँ हेर्नु है वाउ अर्को देखाउनु न ए अर्को चक्कु सक्कु देखाउनु ए यहाँ हेर्ने अनि गाइज अनि एउटा भन्नु गाइज बर्थडेको दिन चाहिँ चक्कु कति गिफ्टमा दिन्छ लिएर आउनु न मम्मीलाई गिफ्टमा चक्कु लिएर आउनु न गाइज म एकदमै डर लिएर आउनु न यो मेरो पहिलो छोरो हो म चक्कु गिफ्ट गर्ने लिएर आउनु यो लगाउँछु के पहिला पहिला त्यो दिनु म त्यो म लगाइदिन्छु तपाईँ जानु क्या चक्कु दिनु यो चाहिँ एकदम बबाल छ किनकि यो मलाई मनपर्ने वाला गिफ्ट हो यो जान्नु तपाईँलाई अर्को नि मनपर्छ होला त्यो मैले तपाईँको लागि नै स्पेसल्ली ल्याइदिएको त अर्को वाला चाहिँ कसले दिन्छ यो आलु छिल्ने रे मसँग यो चाहिँ खर्च हो यसमा म ह्याप्पी छैन होइन त्यो राम्रो हो जानु एकदमै भाटभटिनबाट ल्याएको 180 को होइन अर्को कुरा झन् राम्रो हो क्या तपाईँले छोरीले देला भने आश नै गर्नुहुन्न क्या तपाईँले हो भनौँ टक्क आएर यसो टक्क गिफ्ट कसले दिन्छ किनकि मलाई चक्कु नै थिएन राम्रोसँग होइन यसले सोचेर मम्मीलाई एकदम दुःख भयो भनेर चाहिँ दिएको यो यसको यहाँ हेर्नु न बुट्टा यो यस्तो बबाल ह्यान्डल यो भाटबटिनीबाट किनेको यसको प्राइस 600 कति पर्यो होइन 800 यति कति पर्यो एकदमै महँगोवाला चक्कु छ मम्मीलाई दुःख भयो भनेर दिएको छोरोले त्यो दिन त यो ह्यान्डल चाहिँ अलिक बबाल छ यसको अनि मलाई ह्यान्डल हेरेर किने है किन्न चाहिँ तर धार नि राम्रो छ कि यसको त्यही भएर यो चाहिँ एकदम अनएक्सपेक्टेड गिफ्ट थियो पहिला यो अनि त्यसपछि यो गाई चाहिँ चक्लेट चाहिँ मगाएको थिएँ अनि डेरी मिल्क सेल गरियो अनि मैले पहिलोचोटि खाइराखेँ मिठो हुँदो रहेछ म त्यस्तो चक्लेट खान अरू पनि गिफ्ट छ अरू पनि बोलिदिन्छु नि तपाईँलाई आज नै एउटा खा जम्मा गाइस मेरो भोलि बर्थडे हो त्यही भएर मेरो छोराले यति धेरै गिफ्ट दिएको एउटा त्यो नै राम्रै छ त्यो चाहिँ राम्रो छ मलाई चाहिँ यो मन पर्यो एउटा यो मन पर्यो मलाई एकदमै धेरै अनि नेल मन पर्यो अनि त्यसपछि यो पनि मन पर्यो मलाई एकदम नेसेसरी थियो यति राम्रो मैले किन्न सक्थेन यो चाहिँ एकदम बकवास लाग्यो 0 पोइन्ट होइन यो राम्रो छ तपाईँले त्यो युज गर्नुहुन्छ मलाई थाहा गर्दै त्यही हो भोलि के दिन्छ फेरि हेरौँला हेरौँला